नमस्ते। आज मैले चाहिँ सिस्नुको साग कसरी खाने कसरी बनाउने भन्ने बारेमा यो भिडियो ल्याएको छु। सर्वप्रथम त सिस्नुका मुन्टाहरू टिप्न हजुरले जान्नुभएको छ। एकदम मुन्टा मुन्टा है, बुढा चाहिँ नटिप्नु होला, मुन्टा मुन्टा टिप्ने। अनि त्यसलाई चाहिँ एकछिन घाममा सुकाइदिने। घाममा सुकाएपछि यसरी चाल्नुपर्छ है, त्यसमा भएको किराकिरीहरू झर्छ। अनि यसरी चाल्नुपर्छ। सिस्नो चाहिँ एकदम औषधीय गुण भएको चिज हो। यसमा चाहिँ धेरै धेरै औषधिहरू हुन्छ। यसले धेरै फाइदा गर्छ। अनि त्यसलाई केलाइसकेपछि एकदम पानीमा धुनुहोस् है, त्यसलाई चाहिँ एकदम बेसरी धुनुहोस्। धोइसकेपछि पानीको बान बसाल्नुहोस्। पानीको बान बसालिसकेपछि त्यसमा चाहिँ बेसार राखिदिनुहोस्। बेसार राखिसकेपछि त्यसमा थोरै नुन पनि राखिदिन सक्नुहुन्छ। नुन राखिदिनुहोस्। त्यसमा चाहिँ थोरै नुन राखिसकेपछि चाहिँ त्यसलाई चाहिँ ओइरिदिनुहोस्। ओइरिनु भन्छ के त्यसलाई राख्नुहोस्, सिस्नोलाई राख्नुहोस्। त्यसलाई राखिसकेपछि अनि त्यसलाई चाहिँ ढाकिदिनुहोस् है, अलि बेसरी पाक्न दिनुहोस्। सानो सानो आगोमा मजाले पाक्न दिनुहोस्। पाकिसकेपछि हेर्दै गर्नुहोस्। पाकिसकेपछि चाहिँ त्यसलाई चाहिँ हल्का खुड्नुहोस् है, यसरी हल्का खुडिदिनुहोस्। खुडेपछि त्यो चाहिँ मसिनो पातलो पातलो हुन्छ। त्यसपछि त्यसमा चाहिँ मकैको आँटो राखेर यसरी उही ढिँडो मस्काए चाहिँ आँटो मस्काए चाहिँ मस्काइदिनुहोस्। यसरी आँटो थप्दै सधैँ तपाईँलाई कति आवश्यक छ। अनि त्यसलाई चाहिँ जिराले झान्नुहोस्। जिरा, धनियाँ, अनि गएर लसुन राख्नुहोस्। अनि त्यसमा चाहिँ खुर्सानीहरू फुराउनुहोस्। लसुन फुराउनुहोस्, खुर्सानीहरू फुराउनुहोस्। त्यसमा फेरि बेसार पनि फुराइदिनुहोस् थोरै। त्यसलाई बेसार पनि थोरै फुराइदिनुहोस्। एकदम फुरेपछि, पाकेपछि, रातो भएपछि, धनियाँहरू रातो भइसकेपछि बल्ल चाहिँ त्यसलाई उही दाल झाने जसरी माथिबाट सरर झानिदिनुहोस्। बेसार हालेपछि माथिबाट सरर झानिदिनुहोस्। झानिसकेपछि त्यसलाई चाहिँ माथिबाट झानिसकेपछि सरर त्यसलाई चाहिँ फेरि घोडिदिनुहोस्, सबैतिर लागोस् त्यो। अनि तपाईँको सिस्नो चाहिँ तयार हुन्छ। तपाईँले चाहिँ केसँग खाने हो? भातसँग अलि मिठो हुन्छ, भात रोटीसँग। आँटोसँग चाहिँ एकदम मिठो हुन्छ। मैले चाहिँ आँटोसँग खाएको छु। यसलाई यसपछि गइसकेपछि गर्नुहोस्। तपाईँलाई यो भिडियो राम्रो लाग्यो भने कृपया सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला। एकदम राम्रो छ भने सेयर पनि गरिदिनु होला। मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गर्नु होला, कृष्णकार्ती 062। भिडियो अन्त्य